अब हिजो अस्ति पढेको सबैजनालाई आउँछ है, के कन्फ्युजन छैन अब। ल सबैजनाले अस्ति हामीले नम्बर पढेका थियौँ है, सबैजनाले नम्बर भन्नु त, नहेरेरै भन्नुहोस्। पढ्नु भएको छ नि सबैजनाले? ओके गुड। ल सुरुवात कहाँबाट गरौँ न, कसले भन्नुहुन्छ? नम्बरलाई चाहिँ के भन्छ? चालेन। गुड, चालेन है। सबैजनाले भन्नु त, जेरोलाई के भनिन्छ? नुल। जेरोलाई नुल। गुड, नुल। नहेरेरै भन्नुहोस्। Eins. टु, Zwei. 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 Drei. ड्राई, फोर, Vier. फाइभ, Fünf. सेवन। फोन छैन है, फ्योन भन्ने, किनभने उम्लाउटाको छ नि, हो त्यसैले के हुन्छ? फ्योन। Sechs. या जेक्स। सेभेन, Sieben. एट, Acht. आठ, Neun. टेन, इलेवन, Elf. एल्फ, ट्वेल्भ, Zwölf. उम्लाउट के केमा हुन्छ? एउटा फ्युनमा हुन्छ, अर्को टुवेल्भमा चाहिँ चोल। यति टुवेल्भसम्म अब सबैजनालाई आउँछ? आउँछ। ओके ल, गुड। ल नुल, आइन्स, ट्राई, ड्राई, फियर, फ्युन, जेक्स, जिबेन, आठ, नोइन, 10, एल्फ, ट्वेल्भ है त। यो चाहिँ 1 देखि 12 सम्म पढ्नु नै पर्छ, जान्नु नै पर्छ। बाँकी चाहिँ हामी 1 बाट गर्छौँ, त्यही भएर 12 सम्म चाहिँ जान्नु नै पर्छ। स्पेलिङ आउँछ अब सबैजनालाई? स्पेलिङ पनि आउनु पर्यो, प्रोनाउन्सिएसन पनि आउनु पर्छ है। त्यो भयो भने के भन्नुभयो? भन्नुभएको थियो अनि हामीले डेज पनि पढेको थियौँ, खै डेज भन्दै जानु त। अंकिता के भन्नुभयो? ए ओके भन्दा हुन्छ। अंकितालाई भन्नु त। Dienstag. ल भन्नु। Montag, Dienstag, Mittwoch, Donnerstag, Freitag, Samstag. या गुड। सबैजनालाई आउँछ है अब डेज पनि, नहेरेरै भन्नुभएको छ नि। नहेरेरै भने हो म्याम। गुड है। ल के हुन्छ? मोन्टाग, डिन्स्टाग, मिटोक, डोनस्टाग, फ्राइटाग, जामस्टाग, जोन्टाग गरेर 7 वटा हामीले विकडेज पनि पढेको थियौँ। ल आज चाहिँ हामी 13 देखि नम्बर पनि हेर्छौँ है। ल 12 सम्म एकचोटि फेरि हेरौँ ल, सबैजनाले सँगै पढौँ। जेरोलाई के भन्ने? नुल। के भन्ने? नुल, नबिर्सिने है। या वानलाई Hints. आइन, टु, Joy. ट्राई, थ्री, Drei. ड्राई, फोर, Vier. फियर है। भी आयो भने भी आयो, वाला साउन्ड आउँछ, फियर। 5, Fünf. फ्युर, 6, Sechs.
7. 7. G. Yeah, good. 8. 8. 8. 9. 9. 9. 10. 10. चेन है त चेन जेट आयो भने चबाट साउन्ड आउँछ चेन 11 11. 12 12. 12 सम्म चाहिँ अब हामीले लेख्न चाहिँ सेम लेखिन्छ तर प्रोनाउन्सिएसन चाहिँ फरक हुन्छ के भने भन्नु लाइन्स joy dry fear fumes जेक्स जिभेन आक्ट 9 10 12 12 अब हामी हेरौँ 13 देखि 13 चाहिँ हेर्नु त पहिले चाहिँ सानो नम्बर लेखिन्छ त्यस पछाडि ठुलो नम्बर लेखिन्छ 3 + 10 कति हुन्छ 13 हुन्छ नि 3 लाई के भन्छ हेर्नु त Dry. या, Dry chain. Dry chain. हो 10 लाई चेन भनिन्छ ड्राई चेन 14 Fear. हजुर Fear. Fear chain. गुड फियर चेन 4 लाई हामी के भन्छौँ फियर भन्छौँ 10 लाई चेन भन्छौँ Chain. अनि के भयो फियर चेन हेर्नु हामीले के भनेको थियो यहाँसम्म जाने भने बाँकी गर्न सकिन्छ भने थियो नि हो त्यही भएर सबै यही कुरा आउँदो रहेछ नि त्यही भएर हामीले 12 सम्म चाहिँ जान्नु नै पर्छ के हुने भयो ड्राई चेन फियर चेन अब यहाँनिर अलिकति 15 र 16 को डिफरेन्स छ है 15 5 + 10 के हुने भयो 15 6 + 10 16 अब यहाँनिर हेर्नु त 5 लाई सरी 15 हैन 16 15 लाई के भनिन्छ हेर्नु त 5 लाई के भनिन्छ 10th chain. 10th फ्युन chain. अब 16 6 + 10 16 हुन्छ नि 6 लाई के भनिन्छ हेर्नु त Jex. जेक्स भनिन्छ नि हो हाम्रो यो सबै केसमा हैन है 16 मा मात्रै Jex chain. भने यहाँनिर के मात्रै आउने भयो जेक्स नआएर जेक मात्रै आउँछ जेक 10 लाई के भनिन्छ चेन Chain. सबै केसमा हैन है केमा मात्रै 16 को केसमा मात्रै के आउँदैन जेक्स को एस आउँदैन अब 17 मा पनि 7 + 10 17 हुन्छ नि 7 लाई चाहिँ के भनिन्छ हेर्नु त Jeven. जीवन भनिन्छ नि यसको पनि अलिकति डिफरेन्ट हुन्छ सबै केसमा यस्तो चाहिँ गरिदैन तर 16 र Jeven. 17 या गुड यो इयान चाहिँ हुँदैन के मात्रै हुने भयो Jeep chain. जेन हुने भयो अब Jeep 18 चाहिँ अब chain. चाहिँ के पनि पर्दैन है आफ्नै भनेको एउटा 16 मा हो अर्को 17 मा हो यो हामी गरिहाल्छौँ अब 18 मा चाहिँ 8 + 10 18 हुन्छ नि 8 लाई के भनिन्छ 8. 8 chain. 8 chain. चेन त्यसै 19 हेर्नु त 9 chain. 9. 19 हो 9 के हो? chain. 9 चेन Chain. आइडिया बुझ्नु भयो नि यसको कसरी आयो भनेर ल यसलाई कपी गर्नु तपाईले आज हम तो 16 को नयाँ अनि जोइन हुनु भएको छ के भन्नुभयो हम तो 16 को जेक मात्रै भन्ने हो आदि त्यो स युज नगर्ने या यसमा चाहिँ यस आउँदैन सबैमा हैन है फेरि 16 मा चाहिँ आउँदैन प्रोनाउन्सिएसन गर्दाखेरि स युज नगर्ने ओ नगर्ने जेक चेन मात्रै हुन्छ जेक चेन आज क्लासमा नयाँ जोइन हुनुहुन्छ हो नयाँ को हुनुहुन्छ बोल्नु त केही पनि हुँदैन है नयाँ भन्नुभयो हुन्छ
19 सम्म चाहिँ लेख्यौँ हामी है 13 लाई के भन्दो रहेछ ड्राई चेन 14 फेयर चेन 15 फिल्म चेन 16 जेट चेन 17 जिप चेन 18 आर्क चेन र 19 नोइन चेन हामीले यसको प्रोनाउन्सिएसन स्पेलिङ सबै जान्यौँ भने यो गर्न सकिन्छ है बाँकी गर्न सकिन्छ 13 देखि 19 सम्म भयो अब हामी हेरौँ 20 लाई के भनिन्छ त यो कपी गर्नुभयो सबैजनाले Yes, ma'am. अब हामी हेरौँ 20 लाई के भनिन्छ 20 लाई चाहिँ हेर्नु त ट्रान्सिस भनिन्छ के भनिन्छ ट्रान्सिस हामी प्रोनाउन्सिएसनको रुल्समा पढाएको थियौँ यदि लास्टमा आइजी आउँछ भने स पढिन्छ भनेर हेर्नु त एकपटक याद छैन भने पनि अब याद हुन्छ याद गर्नु नै पर्छ है लास्टमा आइजी आयो भने स पढिन्छ भनेको हेर्नु त ट्रान्सिस जेटलाई जेट भन्ने भएको भयो चबाट साउन्ड आउँछ अब जेट आइजी चिस हुने भयो ट्रान्सिस 20 लाई के भनिदो रहेछ ट्रान्सिस के भनिदो रहेछ 20 लाई एकचोटि प्रोनाउन्स गर्नु त John. या ट्रान्सिस पहिले सानो नम्बर लेखिन्छ वानलाई के भन्छौँ Ein Johnsys. आइन्स हो नि वानलाई के भन्छौँ आइन्स भन्छौँ आइन्स। तर यो आइन्सको पाउँदैन Ein Johnsys. आइन हुने भयो अनि अर्को कुरा है हामीले 20 देखि माथितिर वुन्ड पनि थप्छौँ यो वुन्ड भनेको चाहिँ यान भन्ने मिनिङ दिन्छ Ainun Twantis. आइन Und Johnsys. Johnsys, sorry. या आइनुन ट्रान्सिस 1 and 20 छ ट्राई हुन ट्रान्सिस 23 Drei und Johnsys. यो 2 प्लस 20 अब हामी 2 लाई के भन्छौँ ट्राई हेर्नु त ट्राई अब Drei हामी und 20 देखि माथि के भन्यौ हुन राख्छौँ हुन। ट्राई हुन Drei und Johnsys. हुन ट्रान्सिस त्यस्तै 23 भन्नु पर्यो भने हेर्नु त 3 प्लस 20 23 हुन्छ नि 3 लाई के भनिन्छ ड्राई Drei und Johnsys. ड्राई हुन ट्रान्सिस बुझ्नु भएन कन्फ्युज भयो भने सोध्नुहोस् ड्राई हुन ट्रान्सिस यता कपी गर्नु ट्रान्सिस के सोध्नु भएको थियो त्यसै 24 भयो भने 4 प्लस 24 अनि के हुन्छ फियर हुन कोलाई के भनिन्छ फियर अनि Fear Johnsys. Johnsys. फियर हुन 20 भनिन्छ ट्रान्सिस फियर हुन
25 अनि गर्न सकिन्छ 29 सम्म Yes, सकिन्छ। यस म्याम सम्म भोलि गरेर के गर्ने त्यहाँनिर 29 सम्म पनि सुरुदेखि नै लेखेर पठाउनु भयो हुन्छ है नहेरेर लेख्न ट्राई गर्ने अनि आफूले प्र्याक्टिस गरेको कुरालाई ग्रुपमा खिचेर राख्ने सबैजनाले अनि एउटा कुरा है यहाँनिर 26 को अगाडि 16 को त हामीले एस हटाएको थियौँ नि जेक्सको तर यहाँ चाहिँ हटाउनु पर्दैन 6 + 20 26 भयो जेक्स नै हुन्छ जेक्स हुन् 26 नै हुन्छ है तर यहाँ जीवनमा पनि अब हट्दैन हट्ने भनेको 16 र 17 मा मात्रै हो है अन्त कहिले हट्दैन गर्न सकिन्छ नि 29 सम्म कसैलाई के कन्फ्युजन छ यसमा छैन म्याम गुड अब यहाँ हेर्नु कतिलाई चाहिँ के भन्छ चाय चाय बी हैन है जुन हामीले एसेट भनेर पढेको थियौ नि राइट राइस 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 ब्रेक राइस एसेट भनिन्छ चबाट साउन्ड आउँछ हामीले यहाँ के भनेको थियो भन्दा चाहिँ एसेट भनिन्छ तर प्रोनाउन्सिएसन स गरिन्छ भनेर पढेको थियो भएर त्यसैले क्राइसिस ड्राइसिस भनेको 30 अब हामीले यहाँनिर अगाडि भनेको थियौँ नि 21 को चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँनिर आइन्स 1 चाहिँ आउँदैन सरी आइन्समा एस चाहिँ आउँदैन भनेको थियो नि यहाँ पनि अब कुनैमा पनि आउँदैन 21 मा पनि आउँदैन 31 को मा पनि आउँदैन 41 को मा पनि आउँदैन 51 हामीले 100 सँग 1 लेख्दा कुनैमा पनि के आउँदैन एस आउँदैन हेर्नु त यहाँनिर 31 को अब के हुन्छ होला एस आउँदैन भने आइन्ड्राइसिस मेन्सन ड्राइन्जिस राख्ने हो सबैमा उन राख्ने हो यहाँनिर पनि आइन्ड्राइसिस ड्राइसिस बिचमा उन राखिन्छ अब बाँकी त्यसरी नै गर्ने joy undraisis dry undraisis fear undraisis joy undraisis dry undraisis fear undraisis undraisis sex undraisis हो भोलि चाहिँ सरी भोलि चाहिँ के गर्नु 100 सम्म 100 सम्म पर्दैन एकै दिनमा प्रेसर हुन्छ 100 सम्म गर्नु हुँदैन है के गरेर आउनु भन्दा चाहिँ 39 सम्म गरेर आउनु बाँकी रहेर हामी भोलि हेर्छौँ यो क्लियर हुन्छ नि त अब यहाँनिर जोय भनेको हामीलाई यो स्पेलिङ पनि याद हुन्छ बाँकीहरू चाहिँ हामी अर्को दिनमा पढ्न सक्छौँ भोलि चाहिँ 40 सम्म सबैजनाले लेखेर केमा राख्ने ग्रुपमै राख्ने है फोटो खिचेर राख्ने सबैजनाले 47 को चाहिँ जीवन उन्ड हुन्छ कि जीवन्ट हुन्छ जीवन उन्ड नै हुन्छ हो अब चाहिँ हट्दैन 16 र 17 मा मात्रै हो बाँकीमा चाहिँ फेरि सबैमा लेख्नुपर्छ अब यहाँनिर 37 भयो भने अगाडि त हामीले 17 मा हटाएको थियौँ नि तर यहाँ चाहिँ 7 लाई जीवन भनिन्छ जीवन नै आउँछ यहाँनिर चाहिँ जीवन उन 30 लाई के भन्छ ड्राइसिस जीवन उन ड्राइसिस के कन्फ्युजन छ अब यो लेख्नु भयो सबैजनाले अब चाहिँ हामी हिजो हामीले टेस्ट पढेको थियौँ आज चाहिँ हामी मन्थ र सिजनलाई पनि हेर्छौँ है हाम्रो मन्थ कतिवटा हुन्छ इङ्ग्लिस सिजन कतिवटा हुन्छ
गरौँ न। Twelve. 12, 12. ब्याकग्राउन्डको साउन्ड के हो सानो आइरहेछ 12 वटा हुन्छ म्याम। या 12 गुड 12 हुन्छ सिजन Bright, clear. Dear. त्यो हाम्रो जर्मनमा पनि यही नै हुन्छ मन्थ 12 नै हुन्छ मतलब 12 नै हुन्छ सिजन फियर 4 नै हुन्छ है के हुन्छ आज हामी त्यसमा ए कपी गर्नुभयो सबैजनाले एकचोटि फेरि हेर्नु त के कन्फ्युजन त छैन नि फोर्टीलाई के भन्ने म्याम? 40 पनि भोलि हेर्छौँ है 40 चाहिँ 40 मात्रै भन्नुहोस् न। ओके ठिक छ ल कति सक्नुहुन्छ गर्नु भएन भने हामी फेरि भोलि पनि हेर्छौँ 40 को पनि मैले लेखाइदिएँ है त 49 सम्म चाहिँ गरेर आउनु 40 लाई चाहिँ फियर सी या फियर सी Okay. 41 भयो भने अब के हुन्छ Ein und या Fear. I know fear गुड अब गर्न सकिन्छ नि 49 सम्म एन्ड कन्फ्युजन कसैलाई के कन्फ्युजन छ अब यसमा छ भने सोधिहाल्नु 40 को पर्छ पनि एसहरु हटाउने हो लास्टको के भन्नुभयो यो Sorry, 49 सम्म 40 देखि 49 सम्म नि यो आइन्सको एस अनि जेक्सको पनि एस हटाउने अरु सबै त्यही हो नो जेक्सको नि हटाउने होइन मैले 41 को गरेँ है 1 + 40 यो चाहिँ हट्छ जुनमा पनि हट्छ 1 को चाहिँ तर जेक्स र जीवेनको चाहिँ 16 र 17 मा मात्रै हट्छ यहाँ चाहिँ के नै हुन्छ आई नोन सँगै लेखिन्छ है हियर सिस तर 46 र 47 मा चाहिँ आउँछ नै फेरि 6 को जीवन जेक्सको यसको जीवेनको इएन पनि आउँछ जेक्स नै हुन्छ हट्ने भनेको केमा मात्रै हो जेक्सको र जीवेनको त 16 र 17 मात्रै सबैमा लेखिन्छ तर यो आइन्सको चाहिँ सबैमा हटाइन्छ भन्नुको मतलब त्यहाँनिर 31 21 31 41 51 सबैमा हटाइन्छ त्यो चाहिँ जेक्स हुन् अब यहाँ चाहिँ जीवेन हुन् फियर्सिस लेख्नु भयो अब चाहिँ हामी मन्थ र सिजनलाई हेरौँ हेर मन्थलाई चाहिँ के भनिन्छ त मन्थलाई मोनाट भनिन्छ के भनिन्छ
भनिन्छ मोनाट। त्यस्तै प्लुरलमा मन्थ्स भन्नु पर्यो भने चाहिँ मोनाटेन। मन्थलाई के भन्दो रहेछ? मोनाट। त्यस्तै मन्थ्सलाई के भनिन्छ? मोनाटेन। अब हामी हेरौँ जनवरीदेखि है। जनवरीलाई चाहिँ यानुवार भनिन्छ। किन यानुवार हेर्नु त? जेलाई योट भनिन्छ नि, त्यसैले अब जे ए जा नभएर के हुने भयो? या। यानुवार। फेब्रुअरीलाई चाहिँ फेब्रुअर। यानुवार, फेब्रुअर। जनवरीलाई चाहिँ के भनिन्छ? यानुवार। यसलाई चाहिँ आ पढिने भएको भएर आर भयो है। यानुवार, फेब्रुअर। त्यस्तै मार्च भन्नु पर्यो भने चाहिँ यसमा चाहिँ एमा umlaut आउँछ। मार्च। के भन्ने भन्नु त? मार्च। अनि यहाँनिर अप्रिलको हेर्नु त, यहाँनिर चाहिँ स्पेलिङ सेम हुन्छ अप्रिलको, तर प्रोनाउन्सिएसन चाहिँ फरक हुन्छ है। अप्रिललाई के भनिन्छ? अप्रिल। के भन्ने अप्रिललाई? अप्रिल। यानुवार, फेब्रुअर, मार्च, अप्रिल। मेलाई चाहिँ मई। मई। जुनलाई चाहिँ हामी युनी। जेलाई योट भन्ने भएको भएर एबाट नै आउँछ जे यो, अब युनी भन्ने भयो। त्यस्तै जुलाईलाई युली। जुलाईलाई चाहिँ के भनिन्छ? युली। त्यस्तै अर्को छ अगस्त। अगस्तलाई हामी के भन्छौँ? अगस्ट। अगस्तलाई हामी के भन्छौँ? अगस्ट। यानुवार, फेब्रुअर, मार्च, अप्रिल, मई, युनी, युली, अगस्ट। हेर्नु त यहाँनिर यसको अगस्तको पनि स्पेलिङ सेम छ, तर प्रोनाउन्सिएसन फरक छ नि, किनकि एलाई आ भनिन्छ, युलाई उ, त्यसले आउ हुन्छ। अगस्ट। अगस्तलाई के भन्ने? अगस्ट। पहिला यसलाई यहाँनिर सेप्टेम्बर छ नि, सेप्टेम्बरको पनि स्पेलिङ सेम हुन्छ, तर प्रोनाउन्सिएसन फरक हुन्छ। हेर्नु त यहाँनिर सेप्टेम्बर है सेप्टेम्बर। किनभने यस पछाडि भोवेल लेटर आयो भने ज वाला साउन्ड आउँछ भनेर पढाएको थियौँ नि। अब एसी के हुन्छ? जे। सेप्टेम्बर। सेप्टेम्बरलाई के भन्ने भयो? सेप्टेम्बर। अक्टोबरलाई चाहिँ अक्टोबर। के भन्ने? अक्टोबर। सेप्टेम्बर, अक्टोबर। के बुझेन भने सोध्नुहोस्। अक्टोबर। नोभेम्बरलाई चाहिँ नोभेम्बर नै भनिन्छ। स्पेलिङ पनि सेम हुन्छ, प्रोनाउन्सिएसन पनि सेम हुन्छ। नोभेम्बर। नोभेम्बर। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर। अब हेरौँ लास्टमा छ डिसेम्बर।
डिसेम्बरलाई चाहिँ डिसेम्बर 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 डिसेम्बरलाई चाहिँ के भनिन्छ डिसेम्बर म्याम त ओल्टोबेर हो ओल्टोबेर हो है अक्टोबर ल जस्तो भएछ है ओके त्यही हो ओक्टो आधाको ओक्टोबेर अलिक अक्टोबर ल यसलाई कपी गर्दै हुनुहुन्छ हेर्नु त एकपल्ट मन्थलाई चाहिँ के भन्छ मोनाट या मोनाट मन्थ्स भन्नु पर्यो भने मोनाटेन या मोनाटेन ल भन्दै जानु त जनवरीलाई के भन्ने यानुवार जानुवार या फेब्रुअरी फेब्रुअर फेब्रुअर मार्च मे मे अप्रिल अप्रिल यसलाई चाहिँ आ पढिने भएको भएर अप्रिल भयो है स्पेलिङ त के छ सेम छ मे माई जुन युनी अगस्त August. या सेप्टेम्बर अक्टोबर या नोभेम्बर नोभेम्बर पनि सेम प्रोनाउन्स पनि सेम नोभेम्बर नै भनिन्छ या डिसेम्बर डिसेम्बर ल यो चाहिँ हामीले मन्थ हेर्यौँ है अब हाम्रो बाँकी के छ सिजन सिजन कतिवटा हुन्छ 4 है 3 मन्थ्समा एउटा सिजन चाहिँ सिजनमा कतिवटा मन्थ हुन्छ 3 मन्थ्स हुन्छ र के सिजन हुन्छ कुन मन्थ कुन सिजनमा पर्छ हामी त्यसलाई पनि हेर्छौँ यो कपी गर्नुभयो सबैजनाले सबैजनाको भयो नि ल भएको छैन भने भन्नु नत्र हामी चाहिँ सिजनलाई हेरौँ है के प्रोनाउन्सिएसनमा कन्फ्युजन अब म्याम एउटा क्वेसन यो एकचोटि यो 21 मा आइन्स हुन्छ है एस पनि हुन्छ है न हुँदैन आइन मात्रै हुन्छ
ओके 21 मा मात्रै हैन त नो 21 मा पनि हुँदैन 31 मा पनि हुँदैन 41 51 61 कुनै अहिले हामीले चाहिँ 41 सम्म गरेको है त्यो हुँदैन मतलब त्यो है साइन्स हुँदैन हैन एस हुँदैन एस हुँदैन या ओके अरु के कन्फ्युजन छ अब ओके अब चाहिँ हामी सिजन हेरौँ है त सिजनलाई चाहिँ हामी यारेस चाइटेन भन्छौँ के भन्छौँ यारेस चाइटेन यारेस चाइटेन एउटा सिजन छ हाम्रो विन्टर विन्टर सिजनलाई विन्टर नै भन्छ विन्टर यारेस चाइटेन यो भनेको के नै हो विन्टर सिजन नै विन्टर यारेस चाइटेनमा पनि 3 वटा मन्थ्स हुन्छ के पर्छ भन्दा एउटा हुन्छ डिसेम्बर अर्को यानुवार अर्को पर्छ फेब्रुअर डिसेम्बर यानुवार र फेब्रुअर कुन यारेस चाइटेन अथवा कुन सिजनमा पर्छ विन्टर यारेस विन्टर चाइटेन यारेस चाइटेन त्यस्तै अर्को सिजन छ हाम्रो फ्युलिङ अब सिजन यारेस चाइटेन भनेर याद भयो नि मैले फ्युलिङ फ्युलिङ गवाला नि सानो फ्युलिङ यारेस चाइटेन भनेको स्प्रिङ सिजन फ्युलिङ भनेको के हो स्प्रिङ सिजन यसमा पनि 3 मन्थ्स पर्छ एउटा छ मेयर्स उम्लाउट आउने सिजन चाहिँ उम्लाउट आउने मन्थदेखि नै स्टार्ट हुन्छ फ्युलिङमा पनि उम्लाउट छ नि उम्लाउट आउने सिजन चाहिँ मन्थदेखि नै स्टार्ट हुन्छ यसरी बुझ्नुभयो भने सजिलो हुन्छ है मेयर्स अप्रिल र के पर्छ अर्को मई मेयर्स अप्रिल र मई अर्को त्यस्तै छ हाम्रो अर्को सिजन 3 मा जोमर जोमर भनेको चाहिँ समर सिजन जोमर के भन्ने जोमर जोमर यारेस चाइटेन भनेको समर समर यारेस चाइटेन भनेको चाहिँ समर यसमा पनि 3 मन्थ्स नै छ के होला भन्नु त युनी युली र अगस्ट अगस्त चाहिँ केमा पर्छ जोमर यारेस चाइटेन जोमर या जोमर यारेस चाइटेन त्यस्तै अर्को हाम्रो 4 मा छ यर्स्ट यर्स्ट भनेको चाहिँ अटम सिजन अगस्ट यर्स्ट भनेको हो हेर
अटम सिजन यहाँ चाहिँ एउटा सेप्टेम्बर पर्छ, अक्टोबर अक्टोबर अक्टोबर, अक्टोबर र नोभेम्बर। नोभेम्बर, नोभेम्बर। चारवटा सिजन के रहेछ? विन्टर एरेस साइटिन, फ्युलिङ एरेस साइटिन, जोमर एरेस साइटिन र याप्स एरेस साइटिन। ल विन्टर सिजनलाई के भनिन्छ? विन्टरलाई विन्टर नै भनिन्छ। या विन्टर नै भनिन्छ, विन्टर एरेस साइटिन। त्यस्तै स्प्रिङ सिजनलाई फ्युलिङ के भन्नुभयो? फ्युलिङ फ्युलिङ एरेस साइटिन। त्यसै एरेस समरलाई Zoomer Yaris Titan. जोमर यारेस चाइटेन। र अटम सिजनलाई Herbst Yaris Titan. याप्स है त, याप्स एरेस साइटिन। या बुझिन म्याम यो। विन्टर एरेस साइटिनमा चाहिँ डिसेम्बर, जनवरी, अ- फेब्रुअरी अनि फ्युलिङमा अटमको भनिदिनु म्याम। याप्स। अलिकति पढ्न गाह्रो भएको याप्स र लेख्नु होला है, यसरी लेख्दा हुन्छ। हो त्यो म्याम। याप्स गर्दा हुन्छ, तर खसी होइन है, याप्स। बुझ्नुभयो नि? याप्स। फेरि यो र पुरै पढ्दैन है, अलिकति सर्टकट आउँछ, याप्स। नेपालीलाई इङ्ग्लिस वर्डमा लेखिदिनु म्याम, अनि बुझिन्छ होला। यो नेपाली चाहिँ बुझिएन? नेपाली नै बट नेपाली प्रोनाउन्सिएसन, तर इङ्ग्लिसमा लेखिदिनु न एकचोटि। याप्स नै हुन्छ नि, HERBST त्यही नै लेखिन्छ, याप्स। हियर्स्ट हियर्स्ट या याप्स। हियर्स्ट ओके म्याम। हियर्स्ट हियर्स्ट या याप्स। हियर्स्ट। ओ माय गुडनेस, हियर्स्ट। गाह्रो भयो एकैचोटि भन्नु त, याप्स। हियर्स्ट ओके म्याम, हुन्छ म्याम। याप्स। आफूले बुझ्ने गरी लेख्नु न हस्। सिजनलाई चाहिँ के भन्दो रहेछ, याद भयो? सिजन Yaris Titan. यारिस चाइटेन। यारेस। Yaris Titan. मन्थलाई के भन्ने? मोनाट Monat. मोनाट। मन्थ्स भन्नु पर्यो भने Monatin. मोनाटेन। मोनाटिन। या गुड। मन्थलाई चाहिँ मोनाट, मन्थ भन्नु पर्यो भने मोनाटिन। सिजनलाई चाहिँ यारेस साइटिन। मन्थ भन्नु पर्यो भने हामी जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मई, युनी, युली, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर। अब त्यस्तै हामीले सिजन पनि कतिवटा पढ्यौँ? चारवटा। एउटा के छ? विन्टर यारेस साइटिन भनेको विन्टर सिजन, विन्टर यारेस साइटिन है। त्यस्तै स्प्रिङ सिजन भन्नु पर्यो भने फ्युलिङ यारेस फ्युलिङ साइटिन। यारिस चाइटेन। समर सिजन चाहिँ जोमर यारिस चाइटेन। यारेस साइटिन। अनि अटम सिजन हियर्स्ट यारिस चाइटेन। या गुड। यार्स यारेस साइटिन। सबैमा 3 मन पर्छ। यहाँनिर यहाँ कसरी याद गर्न सजिलो छ भन्दा फ्युलिङ यारेस साइटिनमा चाहिँ यहाँनिर उम्लाउ छ नि, अरू कुनै पनि सिजनमा छैन, मन्थमा पनि यसमा मात्रै छ नि, अरू केहीमा पनि छैन। फ्युलिङ यारेस साइटिनमा चाहिँ उम्लाउट आएको छ, उम्लाउट आउने सिजनमा उम्लाउट आउने मन्थबाटै स्टार्ट हुन्छ भनेर सम्झिने है।
अब चाहिँ हामी अलिकति केही बेसिक कुराहरू सिकेर बुक पनि स्टार्ट गर्छौँ। अहिलेसम्म पढेकोमा के कन्फ्युजन छ हजुरहरूलाई? छैन म्याम। कसैलाई पनि छैन है? के छ अरूलाई? सबैजनालाई आफ्नो नाम चाहिँ प्रोनाउन्स गर्न आउँछ, स्पेल गर्न आउँछ? अब सबैजनालाई ABCD त आउँछ नि, ABCD बिर्सियो? आउँछ होला है सबैजनालाई? आउँदैन भने पनि के गर्ने, ABCD चाहिँ पढ्नै पर्छ है। अनि अर्को कुरा यहाँनिर प्रोनाउन्सिएसनको रुल्स पनि युज भइरहेछ नि, हो त्यो पनि हेर्ने। हामी कति 6 7 कतिवटा प्रोनाउन्सिएसनको रुल्स लेखेको छ, त्यसलाई पनि हेर्ने। अगाडि युज भयो नि, जस्तै लास्टमा आइजी आयो भने स पढिन्छ भनेर पढेको थियौँ, आइजी आउँदा त्यहाँनिर काम लाग्यो नि। हो त्यहाँनिर चाहिँ अब तपाईँले के गर्नुपर्छ भन्दा प्रोनाउन्सिएसनको रुल्स र एबिसिडी थाहा पाइराख्ने है। त्यो थाहा पाइरहनु भयो भने चाहिँ अब आउँदाखेरि ओडमा आउँदाखेरि हामी बिस्तारै युज टु हुँदै जान्छौँ। सुरुमा चाहिँ थाहा पाउनु पर्यो कि प्रोनाउन्सिएसनको रुल्स र एबिसिडी चाहिँ त्यति भयो भने अलिकति इजी हुन्छ। सुरुमा युज टु हुन चाहिँ अलिकति टाइम लाग्छ, केही छैन, आउँदैन भने पनि बिस्तारै आउँछ, आत्तिनु हुँदैन। अहिलेसम्म त्यस्तो केही गाह्रो लागेको छ र? के छ हजुरहरूलाई, केही गाह्रो लागेको छ? गाह्रो लागेको छ या छैन? अहिलेसम्म छैन म्याम। छैन है, ल ठिक छ। आज हामीले के पढ्यो? सबैजनाले है भोलि होमवर्क भयो, हाउस अफ गाभ भन्छ। होमवर्कलाई चाहिँ के भन्छ? हाउस अफ गाभ। हाउस अफ गाभेन भन्दा पनि हुन्छ प्लुरलमा, हाउस अफ गाभेन भनेको होमवर्क। हाउस अफ गाभेन है, हाउस अफ गाभ गरेर आउने भोलि सबैजनाले। के चाहिँ कतिदेखि? नम्बर 1 देखि। हामीले लेख्न त लेखेछौँ, फेरि पनि एकपटक लेख्ने। 1 देखि कतिसम्म? 49 सम्म। सबैजनाको होमवर्क हुनुपर्छ है। कहिलेकाहीँ जाने जस्तो भयो पनि मिस्टेक हुन्छ, केही मिस्टेक छ भने मैले चाहिँ सच्याइदिन्छु। हजुरहरूले चाहिँ सबैजनाले कपीमा लेखेर खिचेर ग्रुपमै राख्नुहोस्। बुझ्नु भयो नि के गर्ने? अहिलेसम्मकोमा के कन्फ्युजन छ? अब के सोध्नु पर्ने छ? ओके ठिक छ। आजलाई चाहिँ हामी त्यो नम्बर पनि भयो अनि यो सिजन मन्थ पढ्न नै इनफ छ है। सुरुमा चाहिँ अलिकति यो स्पेलिङ पनि पढ्नुपर्छ, स्पेलिङ पनि जान्नुपर्ने हुन्छ। त्यही भएर अलिकति चाहिँ लेख्दै पढ्दै गर्नु सुरुमा चाहिँ युज हुनलाई अलिकति है। लेख्दै पढ्दै गर्ने बानी बसाल्नु। अनि होमवर्क चाहिँ 1 देखि 49 सम्म सबैजनाले गरेर पठाउनुहोस्। ओके? हुन्छ म्याम। ओके, आजलाई यति नै गरौँ हस्। चुस। च्युस अफ विटरसेन भनेको पनि गुड बाई नै हो है। गुड नाइट। गुड नाइट म्याम।